हेलो गाइस, सबैजनालाई नमस्कार। वेलकम छ मेरो नयाँ भिडियोमा। सबैजनालाई ह्यापी न्यू इयर, नयाँ वर्षको शुभकामना भन्न चाहन्छु सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला। आज पनि सदाको जस्तै हामी काममा जान लागिरहेको। आज पनि हाम्रो चाहिँ छुट्टी चाहिँ छैन। छुट्टी छैन तर हाफ काम गरेर आउने हो। आज नयाँ वर्ष मनाउन पर्यो। हामी चाहिँ काममा हिँडेको मामा भन्दा भएर आज चाहिँ न्यू इयर। सबैलाई नयाँ वर्षको शुभकामना मामा भन्नु न। मेरो तर्फबाट पनि सबैजनालाई नयाँ वर्षको शुभकामना छ। मस्तै खुसी रहनु होला हैन। यो 81 साल भन्दा 82 साल राम्रो होस्, फलिफाप होस्, शुभ होस् हैन। आफन्त इष्टमित्रहरूको साथ भनेको झन् बढ्दै जाओस्, साथीभाइहरू बढ्दै जाउन् हैन। धेरै खुसी सुख मिलोस् सबैजनालाई, यति नै भन्छु। साथीहरू आज चाहिँ हाम्रो गाउँमा चाहिँ स्याङ्जामा हाम्रो घर मुनिको भाउजूको चाहिँ आज राति बाघले चाहिँ नयाँ वर्ष मनाउन चाहिँ भनेको बुढी बाख्रा चाहिँ उडाइदिएछ खोरबाटै। साथीहरू रातिको लमसम पनि 12-1 बजीतिर मजाले भनेको नयाँ वर्ष चाहिँ मनाएछ है। लैजानु बुढी भने अलिक तन्नै लैजानु पर्छ नि। फेरि न्यु इयर मनाउन पनि बुढी चाहिँ लैजानु पर्ने होइन, बुढी बाख्रा चाहिँ लैजानु पर्ने। खसी थियो, मन पराएन होला नि। त्यही पनि हामी कसरी मनाउने त साँझमा भनिदिनुहोस्। हामीले आज बुङ्गुरको फिला ल्याएर खानु पर्ला जस्तो छ। त्यही हो, गर्मी छ, फेरि थोरै थोरै खाने। गर्मी बढिरहेको छ दिन प्रतिदिन। अहिले त पुग्यो होला तर 40। आज चाहिँ कामबाट छिटो आउनु पर्छ है। आज न्यु इयर भयो भने अलि छिटो आउनु पर्छ। छिटो आएर हामी चाहिँ उता घुम्न जाने, बजारतिर जाने, टक्क बङ्गुरको मासु लिएर आउने, चट्ट फ्राई गरेर खाने हो होइन। हुन्छ नि। खासमा भन्ने हो भने हिजो राति हो खानु पर्ने, हिजो राति 12 बजे मनाउनु पर्ने। खास भन्ने हो भने त 81 साललाई हिजो बिदा गर्नुपर्ने। तर 81 साललाई बिदा नगरे पनि अब 82 साललाई भनेको मजाले वेलकम गरिन्छ। होइन हौ, म त 11:30 बजीसम्म के अरे भिडियो रिल्स हेर्दै बसेको। म त सुतिसकेको थिएँ। तपाईँ एकचोटि पिसाब गर्न उठ्नु भएको थियो। तपाईँहरूको मलाई देख्नु भएको थियो नि, मोबाइल चलाउँदै बसेको। अन्त मिलन फेरि मोबाइल यस्तो हातमा समातेर सुतिरहेको। सुमनले पनि मोबाइल चार्जमा झोसेर सुतेको। म त त्यत्तिकै निद आएछु त। अनि फेरि झ्याम तरी भएछ। म हिजो मोबाइलको 3% ब्याट्री बनाएर सुतेको। हेर्दा हेर्दा जति हेऱ्यो उति रङ्ग लाउने मोबाइल हेर्दाखेरि, भिडियोहरू के कमेडीहरू हेर्दाखेरि निद्रा पनि झ्याप्प लाग्दैन नि। पानी खाँदै हेर्दै निद्रा लाग्यो भने पानी खाइहाल्ने। 3 बेला जान्छु म। साँच्चै हो, राति बिहानसित 4 फेरा हुन्छ। देख्न सक्नुहुन्छ गाइस, न्यु इयरको अफरमा यहाँ इन्डियामा चाहिँ क्रिकेट चलिरहेको रहेछ। आर्मीहरू चाहिँ क्रिकेट, यो चाहिँ यी सब चाहिँ आर्मी हुन्। देख्न सक्नुहुन्छ क्रिकेट। संभावना हो सकती है होइन छक्का छक्का छक्का।